हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म तपाईँहरूलाई मसला डोसा कसरी बनाउँछन् भनेर देखाउन गइरहेको छु। तपाईँहरू यो भिडियो अन्तिमसम्म हेर्नु होला। आज चाहिँ म जिन्दगीमा पहिलोपल्ट मसला डोसा खान गइरहेको छु। मैले योभन्दा अगाडि कहिले खाएको थिइनँ, ढाबामा कहिले खाएको थिइनँ। नेपालगञ्ज आएर यसो ट्राई गर्ने विचार गरेको। यदि तपाईँहरू पनि मसला डोसा खान चाहनुहुन्छ र तपाईँहरू नेपालगञ्जमा हुनुहुन्छ भने नेपालगञ्जको पुष्पलाल चोक वाटर पार्क अगाडि यो दाइले मसला डोसा, मिठो खालको मसला डोसा बनाउनुहुन्छ। तपाईँ पनि ट्राई गर्न सक्नुहुन्छ। यो दाइले साह्रै मिठो मसला डोसा बनाउनुहुन्छ अरे। खाँदै हेर्दै खाउँ लाग्दो भएर म पनि यहाँ खान आएको। प्लिज तपाईँ पनि खान चाहनुहुन्छ भने यहाँ आउनु होला। हाम्रो दाइले अहिले तेल हाल्दैछन्। भाँडामा चाहिँ तेल छैन, खोइ के कोट्याएको हुन्। अघिदेखि कोट्याएको कोट्याइछन्। दाइ सक्यो, तेल सक्यो। अब चाहिँ दाइले पुरा डोसामा पुरा मसला हाल्दैछन्। आलु मसला पुरा घोटी हाल्दैछन् दाइले। पुरा टेस्टी देखिरहेछ मसला पनि। मसला हालिसकेपछि पुरा दाइले खजाना हाल्दैछन्। भेजिटेबलको खजाना पुरै रातो बनाइदिए खजाना हालेर। गाइस, अब चाहिँ हाम्रो मसला डोसा बनिएर रेडी हो। तपाईँहरू भन्नुहुन्छ होला मसला डोसा त एकतिर मात्रै बनायो, अर्कोतिर चाहिँ खोइ भनेर। तर तपाईँहरूको जानकारीको लागि भनिदिन्छु, तपाईँहरूलाई थाहा छैन होला मसला डोसा एकतिर मात्रै पकाउँछन्, अर्कोतिर पकाउँदैनन् भनेर। र सबै युट्युब फ्यामिलीलाई म के भन्न चाहन्छु भने तपाईँहरूले मेसेज गरिराख्नुहुन्छ किन तपाईँको भिडियो आउँदैन भनेर। म हल्का बिजी भएको कारणले गर्दा तपाईँहरूलाई मैले भिडियो हाल्न पाएको छैन। अब मेरो भिडियो आउँछ कन्टिन्यू। तपाईँहरूले यस्तै राम्रो भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गर्नु, लाइक गर्नु, कमेन्ट गर्नु, अनि तपाईँहरूको सम्पूर्ण साथीहरूलाई यो भिडियो सेयर गर्नुहोस्। तपाईँहरूलाई यो मसला डोसा कस्तो भएको छ म चाखेर भन्नेछु।